समयको गतिसँगै दिनहरू बितिरहेको थियो। आयान र सियाको मित्रता अब पुरै कलेजमा चर्चाको विषय बन्न थालेको थियो। एक दिन ब्रेक टाइममा सिया निकै चुप थिइन्। सधैँ हाँसिरहने उनको अनुहार आज निकै उदास देखिन्छ। आयानले सोध्यो, सिया के भयो? आज तिमी किन उदास देखिएकी? सियाले केही समय चुप बसेर अनि जवाफ दिइन्, बाबाको ट्रान्सफर हुन सक्छ रे। आयानको मुटु एक्कासी भारी भयो र उसले डराएको स्वरमा बिस्तारै सोध्यो, कतै टाढा जाने हो? सायद पोखरा। सियाले नजर तल झार्दै भनिन्। त्यो सुनेपछि आयानको मनभित्र अनौठो पीडा उठ्यो। त्यो दिन घर फर्किसकेपछि उसले धेरै सोच्यो। मोबाइल हातमा लिएर धेरै पटक सियालाई मेसेज टाइप गर्यो, तर फेरि डिलिट गरिदियो। अन्ततः राति 11 बजे उसले साहस गर्यो र एउटा सानो मेसेज पठायो, सिया तिमी टाढा गयो भने म कसरी मुस्कुराउन सकुला? केही बेरको सन्नाटापछि सियाको रिप्लाई आयो, आयान म टाढा भए पनि तिम्रो मनबाट कहिल्यै टाढा हुँदिन। त्यो मेसेज पढेर आयानको आँखामा हल्का आँसु आयो। सायद प्रेम अब केवल भावना मात्र रहेन, यो उसको बानी बनिसकेको थियो। तर यो प्रेमको बाटो त्यति सजिलो हुनेवाला थिएन। अर्को हप्ता स्कुलमा नयाँ विद्यार्थीको आगमन हुन्छ जसको नाम रिहान हुन्छ। ऊ स्मार्ट, आत्मविश्वासी र सबैसँग छिट्टै घुलमिल हुन सक्ने स्वभावको हुन्छ। केही दिनमै रिहान र सिया बीच राम्रो मित्रता हुन्छ। उनीहरू धेरै कुरा गर्ने, धेरै समय सँगै बिताउने गर्छन्। टाढाबाट यो दृश्यले आयानको मन निकै जलेको हुन्छ। उसलाई पहिले त्यस्तो कहिल्यै महसुस भएको थिएन। एक दिन ब्रेक टाइममा क्यान्टिनमा सिया र रिहान हाँस्दै कुरा गरिरहेका हुन्छन्। यो देखेर आयान चुपचाप त्यहाँबाट फर्किन्छ। सायद त्यो नै उसको प्रेमको पहिलो जलन थियो। साँझमा सियाले फोन गरिन् र भनिन्, आयान आज तिमी मसँग बोल्दै बोलेनौ, मसँग रिसाएको छौ हो? आयान केही बेर चुप रह्यो अनि जवाफ दिँदै भन्छ, तिमी रिहानसँग निकै खुसी देखिन्थ्यौ सिया, त्यसैले मैले डिस्टर्ब गर्न चाहिन। सिया हल्का हाँसिन् र भनिन्, आयान तिमी पागल हो क्या? ऊ त केवल साथी हो। साथी मात्र? आयानले डर मिसिएको स्वरमा सोध्यो। सियाले बिस्तारै उत्तर दिइन्, आयान मेरो मुटुमा कसैको ठाउँ छ भने त्यो केवल तिमी हौ। त्यो सुनेपछि आयानको आँखामा हल्का आँसु आयो र ऊ चुप लागेर केही समय बस्यो। उसको मुटुमा फेरि उज्यालो फर्कियो। भोलिपल्ट आयान र सिया यही बारेमा कुरा गर्दै गरेको अलिक परबाट रिहानले सुन्छ र उसको आँखामा एउटा रहस्यमय मुस्कान हुन्छ, केवल एउटा रहस्यमय मुस्कान।